के बुटम खानिस् के त्यो पर्छ के घाँसमा खान्छ हेलो गाइज फेरि पनि स्वागत छ हाम्रो भ्लगमा। आज हामी धेरै वर्षपछिका भ्लगमा आइसकेका छौँ। यो भ्लग चाहिँ एकदम कुलपूजा स्पेसलको लागि हुनेवाला छ। हाम्रो दाजुभाइहरूले चाहिँ यस्तो मेहनत गरिराख्नु भएको छ। हाम्रो सर्वन ओली, सनम ओली, प्रवीण ओली अनि हाम्रो ठुल्याडी हुनुहुन्छ ढुन्डिराज ओली हुनुहुन्छ। यहाँ चाहिँ यो चाहिँ हाम्रो शिलालेख हो। अहिले उल्टो देखिरह होला। अहिले तपाईँलाई म सुल्टो पारेर देखाउँछु। जस्तो भयो त्यस्तै हुन्छ। एकदम नो फिल्टर हुन्छ हाम्रो कन्टेन्टमा चाहिँ। हामीले टक्क यो मौलो बनाइसकेका छौँ एकदम बोका बान्ने। यो चाहिँ हाम्रो पोल, जस्तो त्यो पोल गाडा जस्तै त्यो पोल हुन्छ। हाम्रो कुलको मन्दिर ओलीको कलमगारी ओरीको कुल मन्दिर यो हो। हाम्रो नाम यहाँ छ, बुवाहरूको नाम यता छ। ल यस्तो भ्यू देखिन्छ। यो चाहिँ हाम्रो ट्रस्ट बस्ने ट्रस्ट। यता चाहिँ मन्दिर, हाम्रो यो ट्याङ्की, यो धारा टक्क। अब यो जाली लाउन बाँकी छ। ल पोल गार्नेमा यहाँ बेल्चा चलाउने कम्पिटिसनमा यहाँ 4वटाको कम्पिटिसनमा को हुन्छ परवल दावेदार भन्ने छ। ठुल्याएर म अहिले पनि निरीक्षणमै छौँ। अब यो पोल गार्ने हो। यो पोल गार्ने व्यवस्था पनि हुँदैछ। हाम्रो कान्छा बाजी हेड मिस्त्री पनि आइसक्नु भयो। अब अरे हेड इन्जिनियर, सरी म गलत भएँ। हाम्रो ठुल्याहरूले उता डोरी तान्दै हुनुहुन्छ। ल हाम्रो बोको आयो, यो मेन बोको 77 किलोको। ठुल्याले धुपसुप लगाइसक्नु भयो यहाँ। यो चाहिँ सानो हाम्रो फुपूको। यता चाहिँ सबै अब सम्राटको बिग फ्यानहरू होइन। ल टक्क सब पोल गाड्यो। यस्तरी मजाले पोल गाड्यो। यहाँ यस्तरी उठाइएको छ। काम सक्यो। अब यो सनमको मोबाइल कति बजेको छ? 8:32 रातिको। ल हाम्रो स्पेसल गेस्ट आउनु भएको छ यहाँ। हाम्रो के जेम्सी हाम्रो नयाँ मन्दिरमा आज टक्क कुल पूजा हुँला छ। सब ह्याप्पी छन् आज। सरवन दादा ह्याप्पी भएर काम। हिजो सरवन दादाले 11 बजीसम्म काम गर्नुभयो। आज बिहानै 5 बजी आएर खुर्सानी काट्दै हुनुहुन्छ। काटिने बोकाहरू यहाँ छन् आज। टक्क फु पनि आउनुभयो। यो चाहिँ एकदम बिल्कुल हाम्रो च्याङ्रा जस्तो छ। यो चाहिँ एकदम हाम्रो काटिने बोको यही हो। 70 किलोको बोको। कस्तो म यहाँ बोले त तपाईँ आइहाल्छ के र? तपाईँलाई सुनाउनु पर्छ र? को यो? यसलाई चिनाएको छौ कि नै कोहीले? तेरो नाम के अरे? संयोग ओली। के हो त? ए संयोग बस्ने दस। महाराज परमेश्वर केही बोलेनन् भने मैले जान दिने छैन। महाराज परमेश्वर के हो, रोक्ती हो कि बोक्ती हो कि के हो? महाराज परमेश्वर लो दाइना हो। महाराज परमेश्वर लो दाजु दुईटा दादा पिटी म भन्छु। घाट चलेका छन्। महाराज परमेश्वर आज यस घर गिरेका लो। महाराज परमेश्वर लो महाराज परमेश्वर आज हामीले आज कुल देवता सारो राख्छन्। महाराज परमेश्वर कोही दाङ होला, कोही देउखरी होला, कोही कहाँ होला, कोही परदेशमा होला, कोही कहाँ होला। लो महाराज परमेश्वर सबै भाइ बन्धु मिलेर लो महाराज परमेश्वर आज हाम्रो घाटहरू चले। महाराज परमेश्वर लौ बोल महाराज परमेश्वर दाइना हो। महाराज परमेश्वर किन बोल्दैनौ? सत्ताधारी लेखिका भावी सन्तान हौ, बिरादरका सन्तान हौ भने बोल महाराज परमेश्वर। तिमी बोल्नुपर्छ महाराज परमेश्वरी। के हो केले सिकाएको छ महाराज परमेश्वरी? बोल। किन आज नबोलेर जान मिल्ने छैन महाराज परमेश्वरी। यसरी कुलगिरी राम्रो होस् महाराज परमेश्वर। सुख शान्ति हुनुपर्छ महाराज परमेश्वर। जाम भाइ सिधै जाम है। यता फर्किनु हेर न जम्मा भयो। होइन केही गर्दैन। त अगाडि त ठिकै छ। सनम कहाँको?
त्यहाँदेखि त उडिरहन्छ पर्गुनले जुत्ता लान्छ क्या नि हिजो पनि कुक आज पनि कुक हो अस्ति पनि कुक हुँदा यता हेर्न एक्लै तपाईँलाई एक्लै छोडिदिएले सबले हाम्रो जुवाडेहरू यहाँ छ नि जुवाडेहरू यो चाहिँ गाड होला ओहो खै त खै त बाबुले भने खै हेलो भन् एकदम नानी माथि म सिग्नल यस्तो अग्लो ल एक कटिङ भइसक्यो हाम्रो ल खसी कटिङ भइसक्यो एकदम यहाँ दुईजना एकदम ल आफ्नो बाटोमा लागिसक्नुभयो यी बर्नर यहाँ चाहिँ दर्शकहरू यसलाई लतार ल्याए हुन्थ्यो क्या खुट्टा पकाएर पछाडि अब यसले पनि मान्यो ल नुमे दादा अघि एक दुई तीन चार एक दुई एक दुई तीन ल ल ए मामा हो लतार ल अब सरबन्दा आएको बोकाको पालो आयो मामाले त उचालेर फालिदिन्छ ल हाम्रो खसी पोल्ने पार्टीमा हाम्रो भेना र दुईटा दाई एकदम लाग्नु भएको छ ए बोका त्यो यसले मलाई सच्यायो यसले बोका भन्न लगायो मलाई यहाँ छ कटिङ त्यहाँ ढल्या छ ल ओए बोका ल दारिस भुरीतिर लाग्नु पर्छ फटाफट हराउलाई राख्नु म चाहिँ यस्तै भिडियो बनाइरहेको छु ब्लग हुँला छ अब यहाँ ब्लग ल एकदम यहाँ बसन्ती अङ्कल र बाबा त्यसपछि हाम्रो बसन्ती दादाले चाहिँ धोइरहनु भएको छ यता दुईजनाले चाहिँ एकदम बिहानदेखि लागिरहनु भयो अहिलेसम्म लागिरहनु भएको छ यहाँले एकदम पुण्य कमाउनुहुन्छ जस्तो छ बिहानदेखि सनम र म चाहिँ चिया खाएर निरीक्षण गरिरहेछौँ यसले पनि यता माखा धपाउने काम गरिरहेछ
दादा भनिदिनु त हाम्रो ठुलीहरूले चाहिँ अर्ग्यानिक ल्याउनु भएको छ यी कपाल त पकाल पकाल यस्तो मजाले काम हानिरहेछन् एकदम जोसमा फुल जोसमा हाम्रो ट्याक्क भुरी रहेछौँ हामी चारजनाले त्यो छैन त ग्यास दुइटै प्याक छन् अनि हाम्रो बुनु ओलीले ह्याकुलो पोल्ला रहेछ हाम्रो जेठो बाजेले यहाँ भुरी सुनिरहनुहुन्छ हाम्रो कुकम्यान चाहिँ अहिले चाहिँ एकदम कुकदेखि सन्यासी लिएर मसला बनाउलामा छ कुकम्यानको दाइले पकाउँदै हुनुहुन्छ यता अर्कोले यहाँ हाम्रो रुपेन्द्र अङ्कलले टुपीमा के बान्नु भएको छ कटिङ समाज चाहिँ पुच्छर खाने पुच्छर पोल्न मासु पोल्ने नयाँ तरिका ओहो नि बल्ल आज पो दिवाली आस्तो त्यो पनि पेट्रोल जलाइछ सम्राटको भुटी नजला ओहो धुवा हाल्न त यही माथि माथि हाल्न त हामीले मजाले पोलेर दिँदैछौँ हाम्रो यो समाजसेवाको काम हो अलिअलि यति यति सबले बाँड्छौँ कति रे यति यति बाँड्छौँ त्यत्रो धेरै मागेर ल्याएको नि त्यो अलि धेरै पर्छ हाम्रो भागमा पुच्छर चाहिँ मैले खाने हो के रे ठुलो सुमरले सारे जायो ए समय पनि छन् मासु पोल्ने माउ बाह्र सुनिसक्नुहुन्छ बुढी परमेश अब हामीले पुच्छर खान्छौँ त लिएर है मर्नी खान्छु मेरो भिडियो बनाइछु न अँ बुझा मर्नी खान्छु क्या खास अलि पठाइरा कुलपुराको गाइड कुकुरको फुट्छ खाइरहेको छु अङ्कल मर्नी खाने हो तँबाट भिडियो बना न कहाँ बनाएको भिडियो हो धुँदैन जान्ने पर्दैन पनि पोलेर खानेको ग्याङ कस्तो छ ल कस्तरी हेरेर बसेका छन् गोलो घेरा लाएर त्यहाँ के डिस्कसन चलेको छ यहाँ बिल्कुल मासु कुरेर बसेका छन्
बुटम खाइदिनुहोस् कि त्यो पर्छ क्या यस्तो कस्तो गरेका छ नि यहाँ बिल्कुल पोल्नलाई यहाँ एकदम पोल्ने 1 2 3 4 5 सर अब खानपिन कार्यक्रम यसरी हुन लाग्छ डाँडामा काक्ती डाँडामा बसेर खानपिन कार्यक्रम हाम्रो कुल पूजा सक्यो सब गायब भइसक्यो अब मान्छे जम्मा यति बच्या छन् त्यहाँ अटो खोजेर अटो कुरेर बसेका छन् 3 जना हिसाब किताब भइरहेछ यहाँ ठुल्याले आज अलि धेरै मासु खानुभयो क्या भुँडी ठुलो बनाउनु भएको छ 29 गते खाउँ 30 गते खाएँ आज मैले मासु ठ्याक्कै कति दिन भयो आज 17 दिनका खाएँ तिम्रो भुल ठुलो हो खाना नि भस्मी खाइयो आज खाएको देख्दा मन छक्क पर्यो हाम्रो कुल पूजा यही सकियो है बाई बाई